अब आयो नाम लेखाएर आएँ म त नाम त लेखाएर आएँ अब बस्नलाई गाह्रो पर्यो म त दिउँसो आएपछि रुखमा आएर बसेँ बेलुका भएपछि म रात पर्ने झमक्क साँझ पर्ने त घर जाने उज्यालो हुने बित्तिकै बिहान रुखा चढ्न आइपुगेको छन् ए भाइ मलाई अस्ति परेर तिमीलाई पनि म नि यसरी आउँदैछु भागेर नृत्य गरेर निवेदन दर्ता गरिहालेँ दर्ता गरेपछि मलाई त नाम खोजेर अर्को नाम खोज्यो मेरो नाम खोज्यो भन्ने आयो लगेर अनि मैले त दर्ता गरिसकेको छु भन्ने दर्ता गरिसकेको छु त्यहाँपछि त अब मलाई मार्ने भयो अब मैले गरेँ भनौँ भने मारिहाल्छु त्यहाँबाट त म होसर अनि एउटा ब्याटा आएर के भनौँ भने ए भाइ कि दौडी अब भनौँ भने त्यसले पनि मलाई बजाउँछ है अब नभनौँ भने के भन्नु भयो मलाई अनि ए भाइ म भोलि भन्नुलाई है आज त मलाई अलिक फुर्सद छैन भनेर दौडिएर आएको मलाई जस्तै परेछ भाइ तिमीलाई पनि पऱ्यो रुखैमा चढ्नु पऱ्यो बिहान आएर यहीँ पढ्न ज्यान बजाउनु पऱ्यो हो हामी दिनभरि यहाँ लुकेर बसौँ है बेलुका भएपछि के अँध्यारो भएपछि फुट्दै जान्छ उज्यालो भएपछि यहाँ उज्यालो हुनु न भएपछि यहाँ आएर अब भोट जनताले देला नि नदेला त्यो भने चाहिँ अब त्यो ठाउँमा छँदैछ हामी त बत्त पऱ्यो नि दिएछन् भने जित्यो अब कार्यकर्ताहरूलाई भोट माग त भन्नु पऱ्यो है हामी चाहिँ निस्किनु भयो अब मार्छ अब यही हो अब के भन्नु मुटु झुटु भएको छ बाबु धन्न बाँचेर आयो पर भाइ पर मलाई साह्रै गाह्रो भएको छ साह्रै त्यो थरथर आएर कति साथी छैन बाटो मुरो लिएर आएको थिएँ मलाई त पुग्न यस्तो गरेर त्यो राजनीति गर्नु ठिक छैन अबदेखि नउठ्नु अब यसपालि चाहिँ जे भयो अब अर्को सकेन